यहाँ बाटामा कोही केही खाइन्न साथीहरू सबै अब एकदम ओए मलाई देखाऊ है नलुकाऊ खान्छ दाइन्छ कि यार मलाई भन्नु होइन अटोको लागि अनि मिलन चौकदेखि तल्को रहेछ हाम्रो घाट ओ जयमुनिमा त मैले भिडियो खिचेर आएको किन यार जय सिद्धबाबा भगवानसँग राम्ररी गएर आउनु पाइयो तपाईँलाई रक्षा गरेर राम्ररी आइनु यहाँबाट सुरु यहाँ तल तलबाट बनाउनु थाले सही गरे यता बनाएको थियो आधी अब जय सुरुङमार्ग जय विष्णु पौडेल उद्घाटन गर्ने क्रेडिट लिने जति अर्को लिने भयो कि विकासका पूर्वाधार सबैको है तर यस्तो कुरा हो कि केटाहरूलाई मिठाउँदै खुल्न आइदियो इन्जनको फोटै आउने छाड्दैन मलाई चाहिँ इङ्ग्लिस आज पठाइदिएको थियो अमरको पोच किनिदिनु रे पोच कति राम्रो फेरि आइफोनले बाइक सर मेरो तलको तानेर गर्नु हामी त उहाँ बजार अन्डरग्राउन्ड कता लगेछ ड्रिम फुडल्यान्डबाट सत्र
गाडी सानो भयो अनि सम्पर्क बाटो त्यो होइन हामी रोकिए होइनौँ नि हजारौँ किलोमिटर कति अल्छीहरू भाषी छ र सुनिलजी भन्नुहोस् हामी यहाँ मर्तबारबाट मुस्ताङ आयौँ बिहान हिँडेको अहिले दिउँसोको 1:30 भयो हामी मेगजिङ जिल्लाको के अरे यो उसमा छौँ हामी अन्नपूर्ण गाउँपालिकामा छौँ तानामा यहाँबाट करिब अब 35 किलोमिटर छ मुस्ताङ लेतेमा अब पहिला हामी झुन्सा हुन्छ अनि ताना रुप्चे झरना अनि माथि गएपछि लेतेको लगत्तै आउँछ गौसम। कालै चस्मा पहिला एउटा कुर्ती खाली छ बाहिर बाहिर छ एउटा कुर्ती खाली छ है पुरानो त्यही दुईटा त नि अब प्रचण्डजी कता हाल्नु भयो होला पैसा खतरा बनाइ तपाईँले होइन नगर्नु हेरेर आएको पद्धति भाषेसम्मकोमा गयो हुन्छ सुक्दै 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 गएर ब्याकबेनीमा यत्रो छ क्या यत्रो खोला देशको धार फेरेको फेरि हुन्छ एकछिन यताबाट बग्छ एकछिन उताबाट बग्छ थाहै हुन्न यहाँको यो बाटो लड्के दिन कति पैसा पर्छ कहाँ लाग्यो होटलमा सफाइ गर्छ यहाँ त क्रिया पाइन्छ कि कहाँ लागेर यहाँ त क्रिया पाइन्छ र एक बोरा हालेर लाग्नु नि त अरे यार मुस्ताङको गाडी हो एक बोरा ए मलाई 400 काट्नु छ लाने हो अरे यार आगे बता अझै छ त यार म अगाडि सर्छु तिमी पछाडि सर सुरु भयो अलिक फास्ट पछाडि सर हो त्यसरी 10-12 सेकेन्डमा हुन्छ
भाग पराउँछु। पनि थियो चिसो आकाश थियो निलो कागबेनीको बाटोमा मनमा लाग्थ्यो मिठो ठुलो काली गण्डकी छेउछाउ मुक्तिनाथको दर्शन बौद्ध स्तूपा हेर्दै जाँदा बिर्सिन्छु सबै दर्दन जोमसोमको गल्ली गल्ली मुस्कान बोकेर हिँड्छु टुकुचेको मन पर्ने सेवको बास्ना सम्झिन्छु यहाँ उनको पढ्ने कि को कथा सुने पुरानो राज्यको साना घोडा दौड मेला देख्दा झनै बढ्थ्यो गुम्बाको माना कागबेनीका ढुङ्गा बाबा रुखसँगै तातो घामा घोडा गाडी सँगै रमाउँछु यात्राको हरेक काममा मुस्ताङको मनको फुल कहिल्यै मर्नै नखोजिने Musta
तातो पानी हो तो पवित्र मुक्तिनाथ तीर्थनाथ पानी तो और पानी फुसफुसे बाटो हो क्या त फुसफुस हो यो त झर्ला जस्तो लाग्छ यार। फुसफुस जान्छ क्या फुसफुस जान्छ एक घन्टा पानी पर्दिन्छ नि अलि ठुलो सबै बाटो जाम माल के छ मोटरसाइकल पनि आँखा हालेर मरेछ फेरि किन हाल्नु पर्यो उतै पुगेछ क्या जानै पर्यो त यहाँ बसेर काम बसेर बस्छ यस्तो यहाँ झर्ना खाँदै खतरा फसफसी झर्दै त नपुग्यो झरिरहेको छ नि मोटरसाइकल बाइकले के गरे भन्ने कुरा चाहिँ रोडले त पानी भिजायो होला काम पनि बन्द राख्दा कति यहाँ बसेछ नि ऊ त्यो होटलमा डबल आइसक्यो त्यहाँ हाम्रै साइडलाई पनि चिया खानु त्यही भएर पुरा भित्रै आएको यहाँ खाइसक्यो खानुमा आलेको घर छ पौडेलको घर मुनि मेरो मगरकै झैँ अब त होइन मगी लाग्यो